फाइनली बेलुका पानी पर्दा पर्दै पनि वर्कआउट गरियो। हेलो नमस्ते एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि सन्चै छु र म बिहानै उठेर फ्रेस भएर एक गिलास मन तातो पानी खाएर म सदा चाहिँ आफ्नो ड्युटीतिर गाडीको होल्डेज अथवा बस्ने पालो थियो र आज हाम्रो गाडीको सर्भिसिङ र हक ग्रिज गर्नुपर्ने थियो र मैले हक ग्रिज चारवटै टायर खोल्न पर्ने थियो र फाइनली खोले पनि र हाम्रो चारवटै चक्काको हक ग्रिज र मोबिल फेरि फाइनली हक ग्रिज र सर्भिसिङ गरेर भ्याइयो। त्यसपछि हाम्रो गाडी फोहोर भएको कारणले गर्दा वास सेन्टरमा गएर वास गरी गाडी वास गरेर भ्याउँदा 5:30-6 बज्न लागिसकेको थियो। त्यसपछि म गएर रोटी खाएँ र त्यसपछि म आधा घन्टापछि म वर्कआउट गर्न गएँ। पानी पर्दा पर्दै पनि वर्कआउट गर्न लाएँ। आज मेरो थियो ब्याक र बाइसेप वर्कआउट र बेलुका 7 बजीतिर हावाहुरी र पानी पर्यो। त्यसपछि मैले ब्याक वर्कआउटको लागि पुल अफ गरेँ, बाइसेपको लागि इट्टाको प्रयोग गरेर बाइसेप वर्कआउट गरेर ब्याकको लागि सपाटे मारेर वर्कआउट पनि भ्याएँ र त्यसपछि म होटेलमा आएर नुहाएर फ्रेस भएँ। आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ।